सोलुको चलन रहेछ। यसरी चाहिँ नि यो पताले डाँडा माथि चाहिँ आउँदाखेरि यो सनराइज हेर्न आएको हामी। यसरी गोबर माटोको थुम्का बनाएर आलु रोपेको रे यो। यसलाई चाहिँ बुङको आलु भन्छ अरे, यसरी रोप्छ अरे भनेर सुनियो। यस्तो चलन गजब लाग्यो, नयाँ कुरा। हरेक क्षेत्रमा मान्छेले आफूलाई ठाउँ अनुसारको एडप्ट गर्नको निम्ति धेरै कुरा गरेको हुँदो रहेछ। यो पतालेमा चाहिँ यसरी बुङको आलु यहाँ पनि तयारी हुँदैछ। सबै यो आलु रोप्नलाई होला सब रेडी गरेछ। ल हाम्रो ग्रुप त्यहाँ फोटो खिच्दै